हैन हैन उनीहरु पहिला गर्दिन के खुसी भइराख आऊ ल ल आऊ केटा ल म त्यहाँ बस्छु स्पन्दन त्यहाँ बस्छ अनि क्रिस्टल त्यहाँ बस्छ त्यहाँ अनि तिमी यहाँ बस्छ 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 तिमी यतापट्टि अलिकति अलि यता अलिकति यता होइन उसलाई फुगाल्न मन लागिरह होला पर्दैन मैले पर्दैन भने तिमीले खुसी भएको यता फर्केर जान्छु पानी एक कलश पानी हो लाइदिनु तपाईँलाई एक कलश पानी लिन्छ होला सबैजना आयो यहाँ कान्छु ल कान्छु कान्छु यहाँ आऊ त ल यहाँ बस्नु हुन्छ ल यहाँ घाम छैन बस्यो भयो यता फर्केर बस यता फर्केर होइन ठिक छ त्यही छ बस बस तिमीलाई बाघ सबैले के गर्छ भने हाम्रो रक्षा गरेर राखेको है एकपल्ट हो कि तिनपल्ट अक्षता लिनु अब फुल दिन्छु म नछर्ने घुम्नु लिनु मात्रै लिएर घुम्ने मात्रै लिएर हातमा लिएर अहिले म फुल लिन्छु तिमी अब त्यही भाइलाई छर्दै त्यो एकखेर हुन्छ भाइलाई छर्दिन्छ सबै तेल तेलले घुम्ने अनि अर्को के लिने फुलै लिने केटा हो उताहरू हेलो हाले खाएको म सबै गरेर लिएर सिलौटो कतिबाट खोजाउनु हो अहिले हो Hello guys, welcome to our vlog. हो नि त गइहाल्यो नटेको अब ओहर फुटाउनु के लाग्यो भयो ओहर फुटाउनु पहिला ओहर फुटाउनु कति
हालेवाला गर्ने हैन युट्युब अलिकति है शत्रु नासरे भाइहरुको शत्रु नासरे जति पनि तेल हाल्दै गएर तेल मजासँग होइन है अलिकति ओहो नि त धेरै भयो क्या ओहो धेरै भयो क्या भाइ भोलिपछि जापान लाग्ने मलाई आएको जामोस् भने भाइ जापानबाट फोन गर है भाइ दाजु अब काँडा अचेले पनि कहाँ हो पण्डित बन्नुपर्छ हाम्रो तपाईँ जाँदा भयो भाइ त यो फुल्दै फुल्दै हातमा र उठो भयो डर नि भाइ तिम्रो जय होस् जय होस् कान्छाको ल है पड्का मगायो नि त माला लगाइदिए हो त्यो नि अहिले एकैचोटि लगाइदिने हो पहिला ए मेरो त्यो झोलामा बाहिरपट्टि त्यो काटेर लगाइदिन्छ अब हातको त्यो हो नि त रातोमा त सेतो कि सेतोमा रातो हात म उठ्नु हुँदैन होला है टिका नै भन्छ भन्दा चाहिँ अङ्कल उता के दराजको बिचमा छ हेर्नु त दराजको बिचमा झोला भेट्नु भयो मेरो त्यही दराजको बिचमा छ ठिकै हुन्छ क्या ठ्याप ठ्याप अलिक बढी भएको पानी धेरै मिलाउनु थालेको छैन खतम हुने थियो सेतो भयो मेरो झोला देख्नु भएन झोलाको चन्दा बाहिरकोमा हेर्नु राम्रो भयो त्यो उलाएर धेरै राम्रो भयो त्यो भएन अब त रङ्गिहाल्यो सातवटा लाउनु पर्ने हो के छ राम्रो भएछ टमाटरमा लाउनु पर्थ्यो अनि तिमीले के गरेर आज दसैँको होइन तिहारको अनि तिमी रमाइलो लागेको छैन ल टिकले हो दिदी टिका लगाइदिनु ल उसले टिकमा मजाले खाएर ल सबै लाउनु पर्यो होला जुन मन पर्छ
पर्पल घरी घरी तिम्रै वरिपरि सीता बना ने यही नम्बर यही अनि मेरो पर्छ है ल बा सही गयो नि मेरो वाइट पनि छ है घाम चाहिँ मजाकै रहेछ ताली बड्का सबै वाह तिम्रो लागिसक्यो त ला हैन एक नम्बर लागे एउटा लामो त्यसो भएन उसो भएन उसो भएन भाइ ठिकै छ यो मिलाउनु जानु त मैले त जानु टाउको उसले छड्के बनाउनु हुँदैन कि आफू सिधा भयो भने बल्ल उसो लाउँदा गयो यो लस्केर हो कि यसरी गर्नु के हुन्छ अनि झोल रहेछ के अलि मिलाएर ल हो यसो सिधा भाइले सिधा हैन भाइ खानु हैन तिनीलाई कुन कलर भयो त ल सिधा सिधा भगान्छ यसो यता माथि यसमा रातोमा त्यो निलो निलो हो निलो त्यहाँ पुग्दैन है साइडमा ठिक्क छ खै अरूको निधार हेरौँ सबैको सेतो लाग्यो सुबरको अलि देखेन नि कपालले गर्दा होइन नानी सेतो कलर इन्टर लाएर खिलाएर त दुईटाले हुन्छ मिलाउनु पर्छ रहेछ पर्दैन मिलाउनु पर्छ धेरै बाङ्गो भइगयो बाङ्गो भयो उसको त धेरै बाङ्गो भयो। पर्दैन बुढे औँलाले होइन के कान्छे औँलाले अरूको त सब ठिक छ अहिले आफूले लगाएर हो के अरूको सबै ठिक छ है राम्रो हुन्छ के केही सेतो लगाइदिनु भयो दुईटालाई त्यो साइडमा छ सेतो त्यसलाई सिधा बस बस भन न पहिला तिम्रो फेस पेन्ट गर्न निधार त ठुलो छ पल पल घरी घरी कसको बडी ठुलो ल यता हेर्न त यता लानु नाक पुऱ्याउनु पर्यो पहिला सबैले यस्तो गर ल दिदीले देखेको त फर्को त ओ ल ल ल फेरि राबै छ टुपु टुपु लाउने कुरा उतापट्टिबाट यता फर्क त कान्छ दिदी भाइपट्टि फर्क कहाँ गएको यता फर्क अब लास्ट आउँछ नि हाम्रो ल नलिकन बसस् नाकलाई उ गरेर नाकबाट उसित बनाउँछ हो बस एक मिनट बित्दा हुन्छ हुन्छ ए यो तिहार मनाएको टिका लगायो भने खान्छ हेलो आहा त्यस्तो नगर्नु भने चलाउँदैन हेलो यो फर्माइस भिडियो भइरहेको भाइ चाहिँ लाज सबै यो ला यो युट्युबमा हाल्नु मेरो त 4-5 3 वर्ष ऊ प्राइभेट हाल्नु कि पब्लिकमै छ ऊ कि हजुरकै उसमा छ नाममा बाबुको सब्सक्राइबर लाइक नआएर मगडीमा भने मगडीमा आहा ल राम्रो भइगयो नि सबभन्दा राम्रो आजले रुवा लागेर लाइन पर्थ्यो अनि माला लाउनु पर्यो नि पहिला नलागिदियो मैले होइन माला पहिला माला अनि नाना ल माला फेभरले लाग्दैन पछि लाउँला क्या ल त्यहाँ लगाइदियो ल फेभरले पहिला लाग्दैन लगाइदियो ए स्नेहा ल ट्याक्क यहाँ शीतलामा लाग्यो माला लाउन त पहिला हामीलाई माला लगाइदिनु होइन होइन रातो टिको लाइन पर्छ कि हामीले रातो टिको लाइन माला लगाइदिन्छ ए ल पहिला माला लगाइदियो अनि म तिमीलाई लगाइदिन्छु बाचा मात्रै गरिदियो नि अलिकति यति मात्रै तलपट्टि धेरै होइन टिका लाउने ठाउँ देखि धेरै आयो न चिज होला
तिनीहरूसँग छुन्छु मात्रै है अब अलिकति लगाइदियो बहिनीले लायो नि भइहाल्यो टुक्रा गरेर भयो है कान्छालाई एउटा बाँकी छ त्यहाँ राखेर स्नेह पछाडि पछाडि पड्किन्छ ल माला ल माला माला लगाइसकेपछि दसैँमा टिकाउन माला ल्याएर बस त्यहाँ फेरि माला लाउनु माला लाउने सानो सानो माला कुन कुन चाहिँ छ बाटो लिएर तपाईँको मन छैन चिलायो घाममा बसेर चिलायो त्यसलाई घचाल त्यो त्यसलाई अनि अब माला लगाएको कान्छ दिलले कहाँ कान्छु माला लगाएको हो राम्रो देखिया छ आहा कति राम्रो देखेको बस ताली ल ल उताबाट फोटो ल दिदीहरू बस्नु त दिदी छोरीले है त ल यता हेर यता हेर्नु दिदी यता हेर्नु त्यसरी बस्नु न तपाईँ पनि चिनी यस्तै गरी ल उता सबले उता हेर्ने चिज हान्ने है आहा अलि मधुर मधुर हुँदै जाँदैछ ओ कान्छु उठा ओए सम्यक ल ल ल ल भाइ हाम्रो लिएर आउँदा म तिमीलाई लगाइदिन्छु तिमी बस्छौ कि उठ्छौ दादा कहाँ झप्पस देखाउनु ल तिमीलाई उठाएको थियो सिद्धि हो पुरा अहिले दिदीले टिकुला पैसा दियो पालेर आउँदा तिमीहरू किन उठाइदिनु ओहो यो भतार भयो नि त्यहाँ राखेर यसरी दिएर चाहिँ पर्खिदिएर भने के भयो बसाउनु फेरि बस हुन्छ अब त लुगा लगाएर नि हुन्छ नि लुगा लाउने माला लाउने केही फरक पर्दैन किन उल्टो लाग्ने उसले त फेरि उल्टो भइहाल्यो अब यहाँ उपायले टुल्नुपर्छ यस्तो खिचिमेसी अब जम्मा गरी लाइन लाएर भात खानु पर्छ पुरा आफूमा एउटा प्लास्टिक खोज्यो प्लास्टिकमा है यसो गर तिमीहरू
त्यही ठाउँमा जम्मा पारेर नि फोटो खिच्छ टाढा जानु शुभ दाइले खिच्छ अहिले शुभ दाइ शुभ आफ्नो भागेर फोटो दिनु पर्यो नि त खास दिएको फोटो दिनु पर्ने पठाइदिनु भुगालाई यसरी राखेर फोटो खिचेर ल अब त्यहाँ त्यसो गर्दा सिनेमालाई राखेर सबै त्यहाँ फोटो भने मैले गएको आला लिएर बस ल ल ल त्यहाँ दुईपट्टि दिदीहरू बस्छ बिचमा तिमीहरू बस्छ ल तिमीहरू तिमी उतापट्टि अनि अब यस्तो अहिले त हो दिदी अहिले त तिमी फोटो भने तिमीले अझै हालिहाल्नु पर्छ क्या 5 दिन चाहिँ के फाइदा यो त्यो बिचमा छ हो मेरो कसैलाई छुने होइन यसमा कमला भने कमला एकछिनलाई पर पानी ले घुम्ने हो ल लुगा राइज कान्छ जा भगारी लुगा है कोट लाएर बस्नु भाइ हुन्छ अब के दिन फुल दिने हो बा पूजा गरी ठुलालाई नमस्कार गरेको छ ठुलालाई नमस्कार गर नमस्कार ओहर पुटाउन रेडी अरे म घुमाउँछु यार बाहिर त्यसलाई चाहिँ लगाएन नि पछाडि लाग्छ दुईपल्ट हो बा
त्यहाँ यो कलश माछा नि सित जेठाजीको माइसाको जान्छ पछि हमाको गयो हैन बेला भइसक्यो र भएन अब दिदीले फुटाउने फुटाउँछ तिम्रो त सिधै हो भाइहरु तिम्रो होइन हामी त पूजा गर्दैन पूजा पटक पटक एउटा पछाडि पूजा नि हो उदा परायो त दिदीले झन् टिका लगाइदिए होइन पटकला छिटो छिटो फोटो त आउ त तपाईले फुटाउने हो हुँदैन तेल लागेन फुटाउनु नि त दिदीले फुटाउने के यो ए जल फुटाउनु हुन्छ रे त्यो त्यस्तो हुन्छ र ओखर जल फुटाउनु भइहाल्छ हुन्छ भने ओखर तर दिदीले फुटाउने गीतै छ ओखर फुटाउने होइन होइन ओखर फुटाउने म फुटाइदिनु त नभए आएर होला ल फुटाएको अलि अप्ठ्यारो मान्दैन होइन कि आफ्नो भन्नु त ल छोरीले फुटाएर हुन्छ पटाका पटाका पड्का है हो त्यही त ओखर फुटाउ दिदी भनेर गीतै छ त्यत्रो छ कहाँ छोरीले फुटाउने ल भाइ अझै अलिकति अलिअलि चाहिन्छ हामीलाई भन्नुभएको थियो पुग्यो नफुटाउ त कुरा हो त्यसो भएर अलिक सबभन्दा बढी खेल चाहिँ मेरो बाँड्दै हिँड्नु यसो घर बाँड्दै हिँड्नु यसो लागि अलि जिउ देखाएर होइन माइत भनेर अनि उठाउनु हो यहाँ गाउँ भनेर हामी त गएको हिँड्छौँ घामले पोलेको घामले होला टुटेक्क बनाएर त भाइ बनाउनु पर्छ बनाएर तरकारी सरकारी त पठाउनु भएन उही त्यो नि होइन हाम्रो ठाउँमा छुट्टै हुन्छ क्या अर्ग्यानिक हुने छुट्टै हुन्छ पिस्ताचियो यो टिका यहाँ छ लाउँला यस्तो टिका मात्रै लगाइदिन्छ होइन यो त सप्तरङ्गी लाउने होइन र जान्दैन उनीहरू मिलाएर लाउँछ मिल्न पर्ने के पछाडि मिलाएर आफै लाउँदा दिदी पक्नु है त त्यो अलिकति पानी चाहिन्छ सबैलाई पानी लगाइदिनु सबैलाई पानी लगाउनु त पाला पालो कि होइन सब पहिला पहिला लाउनु अर्को रात रात लाउने आउनु
बस उठेरै गरे नि हुन्छ माथि सो लाग्यो त्यो बेला आफै हामी होइन उठेरै गरे हुन्छ हजार पनि उठ्नु हुन्छ तान्ने आउनु पर्छ ओले नै डबल मुद हुनु पर्छ सबै उसो भेट्यो क्या कसो एउटाको मात्रै सँगै लुगा हान्न थालेपछि कसो भएको मलाई भन न म दिउँला अहिले खाऊ न खाऊ गरम खाऊ मलाई पुगेन म दिउँला त्यो नै झोलवाला चाहिँ थियो झोले बनाएको अनि ऊ भएको अर्को बच्चा देखे त यसले कलर पाउँछ नि कलर तिमीले पेन्ट गर्ने कलर त्यो ट्याग लगाइदियो भने त्यस्तो नि पाइन्छ नि दिदी पनि भयो भने पहिला लाउने रातो लान्छ भनिन्छ क्या बादाम दाम झाला नि Ôi mà मलाई जान्छु ठ्याक्कै पुगेको छ त अब चाहिँ फोटो म दिन्छु ल एउटा लाउने ठ्याक्क खिच्ने एकजना लाउने ठ्याक्क खिच्ने त्यसो गर्दा त्यो उनी दिदी यता ल भाइ ल भाइ अर्को खान थाल्छ यता यता उताबाट मेरो भाइ बाबाले कहाँ लुगा मेरो पछि हेर्नु गएको ठ्याक्कै पत्ता लाग्छ ब्यागबाट झिकेर अब यता हेर्दा दिदी अब मैले पनि देखिनँ फोटो यहाँ होइन ल है त ल ल भाइ दिदी यहाँ बस्नु एकछिन
त्यहाँ फोडिदिन्छ सबैलाई टक्क लगाएर होइन त्यो भन्दा नि सेन्टरमा हैन ठिक छ भाग पनि भाग लिएर जस्तै दिदी हजुर त्यही होइन भाग लिएर उठेर खेल्नु हुन्छ त्यहाँ पछाडि आइछ सबैलाई हावा त्यहाँबाट फोटो राम्रो आउँछ नराम्रो भयो उता जानु पर्यो यतै जानुपर्छ कि त सबैजना घाममा बस्नु पर्यो कि त सबैजना उजेला बस्नु पर्यो तर एकचोटि त्यही बस्नु बसेर दिदी हजुर अङ्कलको पछाडि ठ्याक्कै ल है त के भयो भन्दाखेरि आधा उज्यालोमा आधा अँध्यारोमा बस्नु भयो त्यही भएर खिचिहाल्यो नि खिचिसक्यो यता बसेर यता भयो त्यही बस्नु होइन हुन्छ त्यहाँ यहाँबाट आउँछ क्या त्यो घाम आउँछ दिदी हजुर पैसा नै आइसक्यो तपाईँको कता जानु छु अङ्कल हजुर अलिक पछाडि है त सबैजनाले है त ल खिच्यो है त 3 1 2 3 ल केही छ पोजिसन एकदम त्यहाँ पनि जानु त जहिले पनि त्यही भनेर तिमीले सुबल के अरे सुबल बेलाउनु पर्छ दिदी दिदी लुगा लगाएर गर्नु ल ल उता उता बाबा अलिक पछाडि मेरो भाइ चाहिँ कहाँ साथी मेरो भाइ मिठो रहेछ सङ्गम लुगा चारजनाले लिनु मबाट पनि पर्दैन मैले भन्नु छ क्या सानोमा सधैँ सानो पनि सानोमा ठुलो सानो है मेरो लागि स्पेसल
अङ्कलले पनि राम्रो रहेछ है मलाई हुन्छ होला फोटो खिच्यो त कति नम्बर भन त भाइ सङ्गम सङ्गम तलका हात मोबाइल छ ल सङ्गम भन्दा राम्रो है कति नम्बर छ पक्नु त्यहाँ अलिकति टिका लगाइदिएको गर्नु त ल जित्ने अब ल लाउनु लगाइदियो पालो गर्नुपर्छ बाबु पैसा चाहिँदैन केही छैन मलाई 5 रुपियाँ 5 रुपियाँ 5 रुपियाँले भने बुढाले पर्दैन मलाई पर्दैन है बाबु मसिनो बुढाले बहिनीले लगाइदिन्छु भयो मलाई पर्दैन मलाई चाहिँ लगाइदियो बुढा भाइ हो अनि आऊ पर्दैन कि पर्दैन ल मलाई टिको लगाइदियो पहिला अनि बुढा पालाउँछ तिमीलाई पनि पर्छ अब टिका लगाएर अब सबै म चाहिँ तिम्रो र मेरो साट्न मिल्छ हो तिम्रो र मेरो चाहिँ साट्न फोटो खिचाउनु भने आऊ न बाबु फोटो खिच्नु भने यसको तिम्रो र मेरो साट्न आऊ न फोटो खिच्नु सबैको एउटा भाइको खिच्नु एउटा भाइको ल यसको अलिकति छाड तिमी एक प्लट ल भाइ दिदी खै तिमी उता एक ठाउँमा बस्छ तिमी एकछिन बस्छ एकैचोटि यसको तिम्रो मेरो साट्नु पर्छ है ल अब सन्दीप विवेक अङ्कल कहाँ जानुभयो ल सन्दीप अङ्कल लगाएन नि त लाउने हो नि त अब लुगा यी सबै लगाइसक्यो हामीले त अङ्कल अङ्कल यताबाट विवेक अङ्कल मेरो टाढो केही देखेन नि त होइन त्यो त बन्दै गरे होला पैसा पर्ने कि बाबु यसको अब ल यसको बाबु त्यत्रो पैसा राख तिमी बाबु कसले त्यो भन
तिमी लाएर राम्रो बाबु सम्यक 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 सिक्दै हैन अब भाइना सम्यक दिले टिकाउनु पर्यो बोकेर भाइले छोड्देऊ बोकेर लाइदिन्छ बोकेर त्यसलाई टिकन लगाइदिने गिफ्ट देऊ नि के ल्याउने र ठुलो भएछ जारी खाएपछि हुन्छ के दिले टिका सिकाउनु पर्छ के कुराले त टिका दिले तँलाई दिए त जस्तो भयो भने दिले दिएर हातमा दिइ गरेर दिइ गरेर हो ल अब स्नेह दिले ल्यायो अब स्नेह अब बस्छ तिम्रो जान कहाँ ठिक हुन्छ कताबाट ठिक हुन्छ ल उतै गर यसमा बस्छ ल बस्छ छ त्यसमै बस्नु भएको दिदी है ओइ स्कु आऊ बुढा नपड्का है एकछिन ओइ यता आऊ केटा नपड्का ओइ दिदीलाई उलाउन आऊ के हैन कति आउँछ तल पाउन अन्त यसलाई मेरो पाला यसै भन्छ ल एक फोटो खिच्नु मेरो फोटो कता हो अङ्कल फोन कता छ खोइ तपाईको मैले अङ्कलहरुको फोन उता दिनु त नगर नगर यताबाट अङ्कल अब दुईटै उता हेर तिम्रो टर्न आइसक्यो राम्रो होस् मलाई माया गर सधैँ स्कु भन्नु साथले दीर्घायु सम्मान ल दिललाई पैसा दे न फुटाएर हो राम जान्ने खाली गएर मात्रै राख्दिन्छ है लाइस हाल्यो स्नेह र मेरो त सबै कुरा मिल्छ क्या कलर पनि त्यस्तै है स्नेह र मेरो चाहिँ न गोरो हो न कालो पनि होइन गोरो पनि होइन कलर स्किन कलर सन्दीपलाई हजुर एउटै बस्न जानु एकैचोटि जाउँ न खाना अङ्कलहरूले खानुभयो खानु ल किशोर बाबु ल है ए कृष्ण बेटा ल हो आशिक दे राम्रो होस् मलाई भाइ भनेर सम्झिनु पर्छ म चाहिँ केही भन्दैन कि सँगमा केही भन्दैन सँगलाई कस्तो आशिक दिन्छ म सुन्छु ल सम्यक दिदीलाई टिका पण्डित संसार खान्थ्यो दिदीलाई हो टिका लगाइदियो हो नाइस ल अब
बस बस त्यहाँ बस बस भन्छ दसैँमा लाग्थ्यो नि भएको एउटा छोरी हाम्रो फोटो खिचिरहेको छैन फोटो खिच्यो अरे